सावधान, धोदरा चाँदनीमा जंगली हात्तीको आतंक। धोदरा चाँदनी नगरपालिका वार्ड नम्बर 10 अन्तर्गत कुतिया कबर सेफ हाउस नजिक गए राति जंगली हात्ती देखिएको छ। पछिल्ला केही दिनदेखि प्रधानटोल लगायतका आसपासका क्षेत्रमा हात्तीको गतिविधि बढ्दै गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीयका अनुसार हात्तीले प्रधानटोल क्षेत्रमा किसानहरूले लगाएको उखुबाली नष्ट गरेको छ। लगातार 3-4 दिनदेखि सो क्षेत्रमा हात्ती देखिँदै आएको र रातिको समयमा बस्ती नजिकैसम्म आइपुग्ने गरेको बताएका छन्। हात्ती बस्ती नजिकै देखिन थालेपछि स्थानीयले राति सुत्न समेत डर मान्न थालेका छन्। बालबालिका, वृद्ध तथा महिला बढी जोखिममा रहेको भन्दै तत्काल सतर्कता अपनाउन स्थानीयले आग्रह गरेका छन्। स्थानीय बासिन्दाले सम्बन्धित निकाय, वन कार्यालय तथा नगरपालिका प्रशासनलाई समयमै पहल गरी हात्ती नियन्त्रण तथा बस्ती सुरक्षा व्यवस्थापन गर्न माग गरेका छन्। हात्तीको आतंक यस्तै रूपमा बढ्दै गएमा ठूलो मानवीय क्षति हुन सक्ने उनीहरूको चिन्ता छ। यसैबीच स्थानीय प्रशासनले पनि सतर्कता रहन र रातिको समयमा अनावश्यक हिँडुल नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। हात्तीको गतिविधि अझै जारी रहेकोले धोदरा चाँदनी नगरपालिका वार्ड नम्बर 10 का बासिन्दालाई उच्च सतर्कता अपनाउन महाकाली खबर अनुरोध गर्दछ।